हामी अहिले ताप्लेजुङ जिल्लाको यो प्रसिद्ध शक्तिपीठ पाथिभरा जाने यो ठ्याक्कै बाटो अनि यो चाहिँ सुकेटार भनिन्छ। यहाँ एउटा विमानस्थल पनि छ। ताप्लेजुङको एउटा मात्रै विमानस्थल भएको यो सुकेटार। प्राय यहाँ चाहिँ यो हुस्सु कुहिरोको कारणले गर्दाखेरि हवाईजहाजहरू अवतरण हुनको लागि चाहिँ निकै समस्या हुन्छ। यो चाहिँ एउटा प्रसिद्ध पर्यटकीय क्षेत्रको रूपमा चाहिँ विकास हुँदै गइरहेको यो क्षेत्र हो। यहाँ चाहिँ यो एकदमै चाहिँ यो ताप्लेजुङको एक मात्रै एयरपोर्ट, तर यहाँ हालत यस्तो छ। यहाँ कहिले मात्रै हवाईजहाजहरू अवतरण हुने गर्दछ। हिमाली क्षेत्रका प्रायःजसो एयरपोर्टहरू चाहिँ यस्तै हावापानीका कारणले गर्दाखेरि, हुस्सु कुहिरोको कारणले गर्दाखेरि चाहिँ नियमित सञ्चालन हुन चाहिँ निकै गाह्रो छ। तर सोलुखुम्बुको लुक्ला एयरपोर्ट, जहाँ जति बेला त्यहाँ हुस्सु कुहिरोहरू लाग्ने गरे पनि खुलेको बेलामा चाहिँ एकैपटक 200-300 वटासम्म चाहिँ प्लेनहरू अवतरण हुने अनि त्यस्तो खालको वातावरण बनाएर त्यहाँ चाहिँ त्यो एयरपोर्टलाई एकदम राम्रो गरिएको मात्रै नभइकन एयरपोर्टलाई चाहिँ महत्त्वपूर्ण बनाउने कोसिस गरेको छ। त्यो सगरमाथाको कारणले गर्दाखेरि त्यो भएको छ भने यो क्षेत्र पनि कञ्चनजङ्घालाई यो कञ्चनजङ्घा चाहिँ विश्वको तेस्रो अग्लो हो। नेपालको दोस्रो अग्लो हिमाल हो। यसलाई पनि महत्त्वपूर्ण बनाउनको लागि यो एयरपोर्टको स्तर उन्नति र यसलाई महत्त्वपूर्ण बनाउनको लागि चाहिँ काम गर्नुपर्दछ भन्ने लाग्छ।